के भएको यार पसिनै पसिना भयो है दौडेर आएको एक्सर्साइज ल पसिना के छ केटा ठिक छ नि त आज पनि आइपुग्यो है बकवास ब्लगमा भिडियो खेल्दै जे पाइदै भिडियो खिचेर चाहिँ हालेछ है बकवास चाहिँ नसम्झिनु होला मेरो एउटा प्र्याक्टिस चल्दैछ एउटा केही न केही गर्ने अभ्यास चल्दैछ होइन पछि आएर तपाईँले बुझ्दै जानुहुन्छ अहिले चाहिँ हेरेर मजा लिनुहोस् है त यस्तै र भिडियोहरूको मजा लिनुहोस् यही खिच्ने गर्छु बिना एडिटिङको अपलोड हुनेछ अब कुरा गर्नुपर्दा यस्तै हो है म चाहिँ अहिले परदेशमै छु नेपालमा चाहिँ होइन तपाईँहरू भन्नु होला फेरि नेपालमा चाहिँ होइन ल यो परदेश बस्नेहरूलाई नै हुँदो रहेछ कि दुनियाँ थरीको नेपालको टेन्सन है किनै खेल भए पनि अथवा निर्वाचन अथवा राजनीति जेसुकै भए पनि है न्युज यति कन्ज्युम गर्छ कि है छिनछिनमै मोबाइल स्क्रोल गरेको गरे हुन्छ अहिले नै के न्युज आयो होला अहिले नै के न्युज आयो झन् यो निर्वाचन त आएको छ नि आमामामा बालेन के भयो कति बालेनले कति मत ल्यायो रासोपाले कति सिट ल्यायो होइन कुन चाहिँ दलले के पहिल्यै त चासो न उम्मेदवार न के न कुनै पार्टीको समर्थन होइन बिना कामको इन्ट्रेस्ट हुँदो रहेछ क्या यो परदेश बस्नेहरूलाई चाहिँ है नेपालमा गयो भने फेरि वास्तै हुँदैन केही कुराको मलाई थाहा छ अब खोइ त अस्तिदेखि भनिरहेको छु है किन सरकार गठन गर्न यति ढिलै भइरहेछ रासोपाका साथीहरू रवि लामिछाने दाइ बालेन दाइ भन्नुहोस् किन ढिलो भइरहेको छ भर्खर त के अरे नयाँ सांसदहरूलाई अभिमुखी तालिम हो कि केही दिँदै रहेछ हिजो त पुरा टेबल भऱ्यो होइन एउटा दारूको बोतल मासु पुरै भाइरल भइरहेको थियो त त्यस्तो फोटो के अरे कुन चाहिँले नि एआईबाट बनाएको रहेछ है दिनभरि चाहिँ तहल्का पिटिरहेको थियो त्यसै विषयमा परिचर्चा चलिरहेको थियो है सोसियल मिडियाभरि मेरो चाहिँ आजको एक्सर्साइज लगभग सकियो है